हेलो हेलो नमस्ते सेवारो आङ्गा समितिगला लिम्बू सबैजनालाई स्वागत छ। लिम्बू भाषा बोल्ने प्रयास रहेको छ मेरो चाहिँ। खास चाहिँ आउँदैन हैन, खासमा चाहिँ बोल्नु पर्ने चाहिँ हो, सिक्दैछु। सो बिग्रिन सक्छ, अब बिग्रिँदा पनि नरिसाइदिनु होला। सिक्ने क्रममा बिग्रिने कुरा त भइहाल्छ। अब बिस्तारै बिस्तारै चाहिँ म थोरै ब्लगमा मेरो ब्लगमा चाहिँ आफ्नो भाषालाई पनि युज गर्ने प्रयास गर्छु। बिग्रेको खण्डमा चाहिँ क्षमा गरिदिनु होला है त। र नबुझ्ने साथीहरूले कमेन्ट गरिदिनु होला, म के हो भनेर बुझाउने प्रयास पनि गर्नेछु। र आजको ब्लग चाहिँ हाम्रो चारो ब्लग्स भन्दा नि हुन्छ। यो त्यही हो। अहिले चाहिँ हामी अन द वे हिँड्दैछौँ। अब हामी करिब घरदेखि चाहिँ 20-25 मिनट हिँडेपछि चाहिँ चारो खोज्ने ठाउँ आउँछ। जङ्गल, खोला हो कि जङ्गल हो। म चाहिँ करिब निकै धेरै पछि चारो खोज्नु गयो। पहिला त जान्थ्यौँ, अहिले चाहिँ भयो होला यसो भिडियो बनाउँदै काम पनि गर्दिउँ न त होइन। चारो सारो ल्याइदिउँ भनेर चाहिँ हो, रमाइलो तरिकाले। त्यही हो। सो भिडियो कस्तो लाग्छ त्यही कमेन्ट गरिदिनु होला हजुरहरूले। यहाँ न पर्खिन्न, हामी चाहिँ हामीहरू चाहिँ दुईजना छौँ। अब हामीले चाहिँ लगभग अबको 15 मिनट भित्रमा हामीहरू चाहिँ चारो भएको ठाउँमा पुग्छौँ। सो त्यहाँनिर अब गएपछि चाहिँ हामीले कुन तरिकाले चारो टिप्ने र कुन तरिकाले डोकोमा लाउने भन्ने कुरो हामीहरू दाजुभाइ बिच निर्णय हुन्छ। अनि त्यस पछाडि होइन त भाइ, अब अनि त्यस पछाडि अब तपाईँहरूलाई भिडियोहरू अब एकदम लामो पनि अब ठिकैको चाहिँ हामीले अब तपाईँहरू माझ चाहिँ दर्शाउन गइराखेको छौँ। अब यही हो हाम्रो भिडियोहरू चाहिँ, ब्लगहरू होइन। अब तपाईँहरूले सेयर, कमेन्ट, लाइक, सब्सक्राइबहरू गरिदिनु होला। हस् त, धन्यवाद। सो त्यही हो होइन। अब अहिले चाहिँ हामी रोडमा हिँड्दैछौँ। अब जङ्गल आएपछि चाहिँ भारी पुगि नै हाल्छ। अब चारो थिएन भने फेरि अलिक गाह्रै पर्छ, सिलासाङ्ला गर्नुपर्छ। सिलासाङ्ला भनेको चाहिँ थोरै उब्रेकोहरू चाहिँ खोजेर हामीले पुऱ्याउनु पर्ने हुन्छ। अनि सो छिटो गरेर हामी चाहिँ आज घर छिटो आएर बल खेल्नु जानुपर्ने हुन्छ हामी चाहिँ। सो आज चाहिँ बल खेल्नु गएको भ्लग पनि आउँछ। यहीसँग जोडेर अलिक लामो होला, सबैजनाले धैर्य गरेर हेरिदिनु होला। अनि भ्लग आज चाहिँ बल खेल्नु गएको भ्लग पनि बनाउँछु। केटा भेटघाट हुन्छ होइन। त्यही हो, कलेज भ्लग पनि एकदम रमाइलो भयो होइन। सबैजनाले माया गरिदिनु भयो कलेज भ्लगलाई पनि। थोरै समस्याहरू आए, केही छैन। अब मेरो इन्टेन्सन चाहिँ कसैको चित्त नदुखाउँ भन्ने थियो, कसैको दुखोस्। सो यहीँबाट सरी भन्न चाहन्छु होइन। यस कलेज भ्लगमा चाहिँ यताउति 2-4वटा कुराहरू आयो है होइन। मेरो नेचरै त्यस्तै छ, इन्टेन्सनली अरूलाई दुःख दिने त थिएन, त्यही पनि ठिकै छ। दाइको अनि ब्रेकअपको कहानी सुन्नु मन लाग्यो आज चाहिँ। मेरो चाहिँ यस्तो भएको हो। खास चाहिँ अब गल्ती त अब होइन मान्छेबाटै हुन्छ होइन। त्यो गल्ती मान्छेबाटै हुन्छ, तर हाम्रो दुवैजनाको गल्ती थियो। सो बट तर मेरो अलिकति बढी गल्ती भएको हुनाले गर्दाखेरि दाजुभाइ उस्तै पर्यो क्या हो, त्यस्तो भयो होइन। अब ठिकै छ। सो अब मलाई के लाग्छ भन्दाखेरि अब यदि उसले मलाई इग्नोर गरे पनि तर उसलाई चाहिँ म होइन अब जति नै त्यस्तो अब हाम्रो गल्तीको ऊ भए पनि माया चाहिँ म गर्थेँ। गर्नुहुन्छ अहिले नि गर्छु। म चाहिँ के भन्छु भने दाइ, अब लाइफ हो होइन, जे हुन्छ हुँदै जान्छ। सो जोडिने मान्छे जोडिँदै जान्छ, छुट्ने मान्छे छुट्दै जान्छ, यही हो लाइफ। त्यो भन्छु म चाहिँ। छुट्ने मान्छे छुट्दै जान्छ, जोडिने मान्छे जोडिँदै जान्छ, त्यही हो लाइफ। जोडिने गर्छ। दुःख कोहीसँग छैन, गुनासो कोहीसँग छैन, यही हो लाइफ।
घरि कता होइन कोही परदेश कोही स्वदेश कोही चारो खोज्नु जाने कोही कलेज जाने यस्तै होला। ल अहिले चाहिँ हामी लगभग अब पुग्न आँट्यौँ नि करिब 5 मिनट हिँड्ने पश्चात चाहिँ हामी गन्तव्यमा पुग्छौँ। लगभग खोलामा छिर्छौँ भनौँ न। खोला हुँदी त पाइने हो गक्लेटोहरूमा। त्यसो भए दाइको विचारमा जिन्दगी के हो त? जिन्दगी भनेको यस्तो हो, जिन्दगी एक्लै काट्नु पनि सकिँदैन, गाह्रो हुन्छ होइन। अब कोही न कोही त चाहिन्छ होइन। अब जुन अहिले चुडिएको डोरी होइन, चुडिँदै गरेको डोरी अब पछि कुनै सो टाइममा होइन इन्जोय नै लिएको छु होइन। दुःख त हल्का भइहाल्छ, दुःख नहुने कसलाई नै हुँदैन र होइन। अब कस्तो किसिमको दुःख भन्ने त्योमा भर पर्छ। अब कसैलाई पुगेन भने त्यही हो दुःख उसको लागि होइन। सामान्य एउटा खेलाउने लाइफमा जे गरेँ सो इन्जोय छ मेरो लाइफ चाहिँ, बोनस लाइफ हो मेरो लाइफ। अब भविष्यमा के हुन्छ थाहा छैन होइन। अहिलेसम्मको लाइफले चाहिँ म एकदम बोनस लाइफले लिएको छु। खासै जे होस् ठिकै छ, रमाइलो छ जिन्दगी। सो अहिले चाहिँ हामी यहाँ चारो खोज्दैछौँ। चारो चाहिँ एकदम रहेनछ, सिलासाङ्ला गर्नुपर्ने हुन्छ। भारी पुग्न चाहिँ निकै गाह्रो छ, आज ढिलो हुने भयो। त्यही भएर ठाउँ चाहिँ यही हो। यो ढुङ्गा पनि मेरो भिडियोमा आयो, भाग्यमानी भइस भनेर। चारै छैन रहेछ अहिले त पहिलाको जस्तो। त्यही भएर अहिले चाहिँ चारो नभेटाएपछि चाहिँ यहाँ अल्छी लागेर बसिरहेको छु मै। दाइ चाहिँ चारो खोज्दै हुनुहुन्छ, बसिरहेको छु। चारो चाहिँ अलिक रहेन छ है दाइ? चारै रहेन रहेछ होइन। अहिले चाहिँ मैले यहाँ अरेली काँडै भेटिसकेको छु। यो चाहिँ खानु पनि मिल्छ। यसलाई चाहिँ अरेली काँडै भन्छ है त गाइजहरू साथीहरू। यसलाई चाहिँ अब खानु तयार छु म। तपाईँ बनाउँदै हिँड्नु त भिडियो बनाइ। अब हामीहरू भनेको यस्तै हो। यहाँ समीर भाइ, म अरेली काँडैले मलाई चाहिँ यो अलिक बुढो देखिनुको कारण चाहिँ मैले खानामा अलिक कम गर्छु खानालाई, डाइटिङहरू त्यति खानामा म ध्यान दिँदिनँ नि त। यो अरेली काँडा चाहिँ खान पनि मिल्छ है। मेरो एज खास भन्नु अनि बेगर्ने उमेर त पुगेको भर्खर अब हुँदैछ। त्यही पनि अब यो चाहिँ भाइ हो म भन्दा। आजको हाम्रो चारो टिप्ने कार्यक्रममा चाहिँ दाजुभाइले चारो पाइएन, हल्का दुःख सुख खोजेर ल्यायो भनौँ न। यतिको चाहिँ गरेकै हो हामीले। चारो चाहिँ एउटै छैन, सिस्नोले कति चिल्यो यहाँनिर यस्तोमा। अनि यसको चारो नपाउनेमा चाहिँ के भन्न चाहनुहुन्छ? यो चारो नपाउनेमा चाहिँ म के भन्न चाहेँ भन्दाखेरि सायद चारो हुन्थ्यो होला। अब पानीको सिजन त्यो कारणले गर्दा पनि हो। सो पानी नपर्दैन मेन चाहिँ। सुँगुरको मासु खानलाई अलिक गाह्रो भयो। यो चाहिँ अरेली काँडा यहाँ देखाउनु त म खान्छु। यो चाहिँ अडेरी काँडै भने अहिले भाइले अहिले खुर्किरहेको थियो। सो मैले नि खान थालेँ है गाइस। पहिला ब्लग मिस्टर तिकेला छ है, त्यहाँ सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्टहरू हालिदिनु होला ल। मान्छे त सो अब जे होस् ला छैन, एउटा मात्रै छ कसम। खोइ एउटा मात्रै छ। सो यसले चाहिँ एउटा पन्जा कहाँ झारेछ साँच्चीकै त। चारो सुँगुर पालेपछि चारो खोज्नै पर्छ। अब यो
इङ्ग्लिसमा चाहिँ भिलेज भन्दो रहेछ गाउँलाई होइन। तर खासै म नि पढेको चाहिँ होइन, मैले चाहिँ पहिला पढ्नुमा अब अलिक ठिकै खोला धाउने भएर अब अलिकति पढाइ चाहिँ बिग्रेको हो। सो केही छैन, जिन्दगी एउटा अब चाहिँ हाम्रो दाइको फेरि एउटा खुसीको खबर छ, बिहे छिटै गर्दै हुनुहुन्छ है। यो कुरा पनि जानकारी गराइहालौँ। बिहे छिटो हुँदैछ दाइको, सबै रेडी भइसक्यो, अब बेहुली मात्रै बाँकी छ। रेडी बेहुली चाहिँ अब खोज्दैछु।